तपाईँ कुनै बेला भन्नुहुन्थ्यो निर्वाचनका अगाडि त्यो भाइ छ नि 4-5 नम्बरमा छ भन्दै हुनुहुन्थ्यो। तर तपाईँलाई त 30,000 भन्दा बढी मतान्तरले अगाडि हुनुहुँदो रहेछ उहाँ। के भन्नुहुन्छ अब? होइन, त्यो त कुनै बेला मैले यहाँ फेरि 36,412 ल्याएर पनि जितेको थिएँ होइन। निर्वाचनको पराजय हुँदाखेरि पनि आम जनता काम लिएर मैकामा आएका छन् होइन। निर्वाचित साथीहरूको हत्तो पत्तै छैन, अब मलाई पनि खोज्दै आइरहेका छन्। अनि चुनाव पो तपाईँले हार्नुभयो त, काम त तपाईँले गर्ने हो नि भन्ने एउटा मनोविज्ञान छ भक्तपुरभित्र। अब जनताको मनोविज्ञानलाई मैले अहिले पनि भने नेकपालाई हेर्ने हो भने त तपाईँप्रति त असन्तुष्टि चाहिँ एकदमै व्यापक रहेछ त। अब व्यक्तिगत ढङ्गले हेर्नुहुन्छ भने त मप्रति असन्तुष्टि पनि होलान् होइन। मेरो जे बोल्छु लागेको कुरा बोल्छु, कहिलेकाहीँ तितो सत्य पनि बोल्छु, कहिलेकाहीँ यो लोकतान्त्रिक पद्धति जोगाउन, राष्ट्रियता जोगाउन, मुलुकको समृद्धि जोगाउनलाई अलि बढी जुझारु ढङ्गले मुभमेन्ट पनि चलाएँ। लोकतन्त्रवादी दलहरू एकदम निराश भएर एकदम फ्रस्ट्रेट भएको बेलामा अलि एक्टिभली लाएँ पनि। देशव्यापी मलाई निषेध गरेको बेलामा देशव्यापी एउटा वीरताका साथ, साहसका साथ जाने हिम्मत पनि गरेँ होइन। तपाईँले सोधेको प्रश्नको जवाफ त ममाथि त मार्ने षड्यन्त्र थियो, ममाथि त देशभरि हिँड्न नदिने प्लान थियो, ममाथि त जे खालको चाहिँ प्रपञ्च थियो, ममाथि त हिजो म मन्त्री भएका बेलादेखिका, म सांसद भएका बेलादेखिका असङ्ख्य चाहिँ नि फाइलहरू खोलेर मलाई त जेल हाल्नेदेखि लिएर दसैँ तिहारमा बस्न नदिने, घर जलाएका मेरा बुवा आमामाथि भौतिक रूपमा चाहिँ नि आगोमा हाल्ने प्रयत्नदेखि लिएर धेरै कुरा थिए। यी सबै हेर्दा त म चाहिँ एकदम सेफ साइडमा छु। जनताले अहिले जे खालको मतदान गर्नुभएको छ यो त धेरै लामो समय टिक्दैन, राम्रै समीक्षा गर्नु होला भन्ने लाग्छ। कहिलेसम्म टिक्छ भन्नुहोस् न त। अब यद्यपि अब तपाईँहरूले सोधेको जस्तो एकदम महिला चाहिँ हराएर एकदम खुसियाली मनाएको छु भनेर साथीभाइहरूले मासु भात खाएका छन् भने त्यसमा मेरो फेरि कुनै दुःख छैन। अब योगेश भट्टराईकै कुरा गर्दा उहाँले त आफ्नो क्षेत्रबाट त एउटा उम्मेदवारलाई जिताएर ल्याउनु भयो, तपाईँले के गर्नुभयो भनेर सोध्नुभयो। उहाँले त जिताउनु ल्याउनु भयो, तपाईँले के गर्नुभयो? तपाईँ आफै हार्नुभयो। अब निर्वाचनमा म चाहिँ हार र जितलाई धेरै असामान्य ढङ्गले हेर्दिनँ होइन। तपाईँहरू अहिले मेरै निर्वाचन क्षेत्रमा आउनु भएको छ र बरोबर आइरहनु भएकै छ। गुन्नु आउँदा पनि मलाई लाग्छ धेरै बाटो प्रयोग गरेर आउनु भएको छ र धेरै ठाउँमा झुक्किनु भएको छ होइन। अब महेश बस्नेत के हो, कस्तो ठाउँबाट महेश बस्नेतले आफ्नो राजनीति अगाडि बढायो। यहाँ 54 सालमा म गाविस अध्यक्ष उठ्दाखेरि मेरो गाउँ चाहिँ नि एमाले चौथो पार्टी थियो, काङ्ग्रेस पहिलो, राप्रपा दोस्रो, नेमकेपा तेस्रो पार्टी थियो यहाँ। र म चाहिँ नि आफू स्वार्थको लागि, आफू जित्नको लागि लागे भए म एमालेमा लाग्ने थिइनँ, अरू कुनै पार्टीमा लाग्थेँ। त्यस पछाडि 74मा म सांसद हुँदा पनि हाम्रो पार्टी यहाँ संसदीय चुनावमा चौथो पोजिसनमै थियो। काङ्ग्रेस नेमेकीपा पहिलो र दोस्रो थिए, राप्रपा यहाँ तेस्रो थियो होइन। र अहिले जतिखेर मैले यहाँ भूमिका निर्वाह गरेँ 54 सालको यहाँ गाविस अध्यक्ष र 74को चाहिँ नि म सांसद हुँदाखेरि म दावाका साथ, गौरवका साथ भन्छु कि मैले उत्कृष्ट काम गरेको छु र अबको 3-4 पुस्तासम्म पनि महेश बस्नेतले यहाँ भूमिका खेलेको छ भन्ने कुरा यहाँको आम जनसमुदाय र मतदाताले भन्नु नै हुन्छ। अब परिस्थितिवश अघिल्लो पटकको निर्वाचन र यो पटकको निर्वाचनमा पराजित भएको छु। अब व्यक्तिगत ढङ्गले मेरो हार या जितको कुराले मलाई त्यस्तो धेरै क्षति होला जस्तो त मलाई लाग्दैन होइन। किनभने म मन्त्री, प्रधानमन्त्री हौँला, अध्यक्ष हौँला, के हौँला भनेर कतिपय साथीहरूले योजना बनाएर लाग्छन् पोलिटिक्समा, म चाहिँ त्यसरी लाग्ने होइन। जनताको हित र जनताको विकास नै मेरो मुख्य उद्देश्य हो। म कुनै पनि भूमिकामा रहँदा त्यो अझ धेरै प्रभावकारी ढङ्गले पुरा गर्थेँ होला। अब कुनै भूमिकामा अथवा जिम्मेवारी नरहँदा अलिक कम प्रभावले अहिले पनि निर्वाचनको पराजय हुँदाखेरि पनि आम जनता काम लिएर मैकामा आएका छन् होइन। निर्वाचित साथीहरूको हत्तो पत्तै छैन, अब मलाई पनि खोज्दै आइरहेका छन्। अनि चुनाव पो तपाईँले हार्नुभयो त, काम त तपाईँले गर्ने हो नि भन्ने एउटा मनोविज्ञान छ भक्तपुरभित्र। त्यसो हुँदाखेरि चाहिँ म चाहिँ नि एकदम मैले चाहिँ हारेर एकदम